काट्ने बेलामा चाहिँ कोदालोलाई यस्तो गर्नुपर्छ हल्का सर्दै सर्दै सुरुमा माथि माथिको यसरी खिचाएर जाने जुकाल टोकेको चिलाएर यस्तो रातो हुने इन्फेक्सनै हुन्छ क्या वो जब कहते थे मेरा नाम तुम तस्वीर में पढ़ते हो मोहब्बत की नवाबी शाम करने से डरते हो सो हेलो युट्युब फ्यामिली वेलकम ब्याक टु माई न्यू ब्लग सो म एकदमै सन्चै छु तपाईँहरू पनि एकदमै तन्दुरुस्त हुनुहुन्छ होला आज पनि म एकदमै नयाँ भिडियो लिएर आएको छु होइन आजको भिडियोमा चाहिँ एकदम डिफ्रेन्ट कन्टेन्ट छ के भन्दाखेरि अब गाउँतिर त असार लाग्न लाग्यो अब रोपाइँहरू सुरु हुने बेला हुन्ला अहिले चाहिँ म त्यही आली काट्न समथिङ आएको अब यहाँ पानी यो खेतबाट पानी तलतिर नजाओस् भनेर यसलाई काटेर यहाँ माथिबाट अझ फेरि माटो टाल्ने हो क्या त्यसलाई आली काट्नु भन्छ गाउँतिर सो अब रोपाइँ सुरु हुन लागिसक्यो हाम्रो घरतिर त आज चाहिँ बिहान बिहान पानी परिरहेको थियो अलि शीतल छ कुहिरो लागिरहेको छ त्यही भएर यसो पानी परेपछि त सजिलो हुन्छ भनेको अब यो बाँझो खेतलाई छिटै काट्नुपर्छ क्या आली चाहिँ अब रोपाइँ गरिहाल्ने क्या मेरो अघिल्लो भिडियोहरू पनि हेर्नु होला मैले आएर ढाडछाड भाँच्ने ठाउँ यही हो यही हो ढाड भाँचेको उहाँ तलतिर बाँधेर आएन के लखेट्ने कि भन्नुपर्ने देख्न सक्नुहुन्छ यहाँ हल्लाइरहेको बाँदरले अहिले चाहिँ मैले 2 दिन बिराएर भिडियोहरू लगभग पोस्ट गरिरहेको छु रेगुलर पोस्ट गरिरहेको छु अब भिडियोहरू बवाल कन्टेन्ट आउँछ गाउँतिर रोपाइँ सोपाइँको चलपल हानेर मस्त रोइला हान्नुपर्छ गाइजहरू होइन त्यही भएर अब कन्टेन्ट दिएको त्यही हो कि मतलब आज आयो भोलि र पछि आउनु अग्निको पर्सि आइहाल्छ 2 दिनको कन्टेन्ट बनाएर राख्ने गर्छु अहिले डेली त अलिक पोसिबल छैन गाउँतिर नेटको समस्याहरू हुन्छ डेली पोसिबल छैन 2 दिन बिराएर चाहिँ पोस्ट गरिन्छ बिहान यस्तो किराहरू कराछ बिहान उठ्ने बित्तिकै आएको आँखा मिच्दै आएको अब काम त गर्नु पर्यो अब म चाहिँ गाउँमा कति 2 महिना जति बस्छु होला त्यहाँ बाहिर गइन्छ कता गइन्छ थाहा छैन विदेशतिर भन्दा पनि कतै बुटोलतिर गइन्छ कि काठमाडौँतिर गइन्छ थाहा छैन 2 महिना जति गाउँको भ्लग मस्त आउँछ यो साउन भयो भदौ र असार र साउन भदौतिर पनि हुन्छ होला लगभग अनि त्यहाँ बाहिर कता गइन्छ सो तपाईँहरूलाई थाहा हुनेछ म कता जानेछु भनेर सो अब म चाहिँ ढिला नगरी काम सुरु गर्छु गाइज सो गाइज मैले चाहिँ यति जति काटिसकेँ यता गीत बजिरहेछ यहाँ पानी छ सो गीतको साथमा काम गर्ने पनि ठक्कै कम लाग्छ नि त त्यही भएर सब गाउँकाले पहिला रेडियो लिएर हिँड्ने चलन थियो भने पार अचल मोबाइल लिएर हिँड्छ कि गीत बजार काम गर्छौँ सो यति काटेँ यो गराएको सब यताको काट्नुपर्छ यताको पर्दैन यति छेउको आली काटेर यहाँ काट्दा चाहिँ यो कुरामा ध्यान दिनुपर्छ भने यस्तो ठाडै काट्नुहुन्न कि फेरि 400 काट्नुपर्छ किनभने यहाँ पछि फेरि ओस माटो अड्याउनु पर्यो नि त ठाडो काट्यो भने त अडिन्न यस्तो 400 काट्यो भने अडिन्छ नि त त्यही भएर यस्तो काट्ने के छ चलन छ गाइज सो स्टेडियम भएर रमाइलो गरिदिनु होला सो यो गाउँले छिटोलाई सपोर्ट गरिदिनु होला गाइज काट्ने बेलामा चाहिँ कोदालोलाई यस्तो गर्नुपर्छ हल्का सर्दै सुरुमा माथि माथिको यसरी खिचाएर जाने अनि यहाँ तान्ने यो कुलो चाहिँ किन तानिन्छ भने पछि पानी लाग्दाखेरि छिटो ढाकोस् भनेर अनि हल्का यसो छेउछेउमा ट्र्याक्टरले पनि जोत्न भ्याउँदैन नि त त्यही भएर कुलो तान्ने हो आज मेरो बिहानको वर्कआउट यही हुने हो पुसअप पनि हान्ने है
अलराइट दाजुभाइहरू मैले चाहिँ काटेर सकिसकेँ आलिसाली अब चारवटै गराएको सकिसकेको छु हेर्न सक्नुहुन्छ घाम चर्किन लाग्यो अहिले पसिनाले औडा पर्यो अब घर जानियो यति आँप छ हेर्नु न कति ठुल्ठुलो आँप छ च्याट्टा घर घर अचार बनाएर खान बहुत मजा आउँछ नि त सो त्यही हो अब चाहिँ म घर जान्छु सो भिडियोमा बनिरहनु होला के भन्छ इङ्ग्लिसमा स्टे ट्युन्ड गाइज सो आई एम गोइङ टु हाउस एन्ड इटिङ राइस एन्ड सिटिङ एन्ड स्लिपिङ एन्ड देन ओभर स्टार्टिङ आई ब्लगिङ सो त्यति बेरसम्मको लागि स्टे ट्युन्ड गाइज सो गाइज मैले चाहिँ आफ्नो एकदमै सिम्पल लाइफस्टाइल गाउँमा कस्तो टाइपको हुन्छ भने त यो भिडियो बनाउन खोजेको होइन त्यस्तो हाइफाई तरिकाले केही सो अफ गर्ने त छैन केही पनि जे छ त्यही नेचुरल तरिकाले देखाउँछु सो भिडियो मन पराइदिएकोमा सबैलाई धेरै धेरै धन्यवाद अझै मेरो च्यानलमा 48 सब्सक्राइबर कम्प्लिट भयो अझै 2 भयो भने हाफ सेन्चुरी हानिन्छ हामीले सो त्यो 2 पनि यो भिडियो आउने बेरसम्म छिटै पुऱ्याइदिनु होला भन्न चाहन्छु अब चाहिँ म घर गएर सिधै अब के गरिन्छ अनि त्यसपछि देखाउँछु त्यति बेरसम्मको लागि स्टे ट्युन्ड गाइज सो अलराइट गाइज अहिले चाहिँ म चाहिँ यहाँ कहाँ आएको भन्दाखेरि पानी बनाउन आएको धारामा चाहिँ पानी आएको थिएन हिजो देखो नि त्यही भएर यसो जाम नभनेर पानी बनाउन आएको यहाँ चाहिँ हाम्रो घरको बबाल भ्यू देखिन्छ हेर्न सक्नुहुन्छ फुल देखिन्छ यो बर्खाको बेलामा चाहिँ यस्तै हो कि के अरे पानी आइरहन्छ अनि सब ग्रिनी देखिन्छ नि त बबाल सो अहिले हामी जाने चाहिँ कहाँ भकुण्डे खोलो भन्ने ठाउँमा हो भकुण्डे खोलो भन्ने ठाउँबाट आएको पानी तल बा हुनुहुन्छ कि बोल्न लाज लाग्छ नि त त्यही भएर म पछि भ्लग गराउँदिनँ यार सो यहाँबाट जानुपर्छ तल हिँड्दै कालो हिँडेर तल गर्ने हो भ्यू सेल्फी हान्न पर्छ हामी जाने चाहिँ उता जङ्गलतिरबाट हो कि जङ्गलबाट आउने यो मूलमा आएर यहाँ हो ट्याङ्की हो नि यहाँ के बनाएको मन्दिर बनाएको रहेछ जङ्गलबाट आएर अनि पाइप ल्याएर यहाँ आउने हिजो राति ठुलो पानी लिएर पानी आयो सो भिडियो हेरेर इन्जोय गरिदिनु होला गाइज अब यो चाहिँ काली गण्डकी भइसक्यो अरे ओ किसन दाई कहाँ गएर आउनु आएको भिडियो बनाएको हाई गर्नु त ल पाचेत न हो हाम्रो रिजल्ट कहिले आउने हो त हो पानी बनाउने हिँडेको के भकुण्डे खोला कहीँ गएको छैन अब जाने हो बल्ल रोपाइँ भ्यासी जाने काठमाडौँतिर बुटोल हुन्छ काठमाडौँतिर हुन्छ कि थाहा छैन दाइ यतै छ सो उहाँ चाहिँ हाम्रो कलेजको यसो के स्वयंसेवक भन्छ कि के कर्मचारी हो पिउन जस्तो हाम्रै गाउँको हो तर हामी दाइ अङ्कल पनि दाइ भनेर उस गर्छ औडा गर्मी भयो गाइज यार हिजो पानी आए जस्तो चाहिँ छैन आज चाहिँ केटा अलिक क्रिकेट खेल्न जाने भनिरहेको छ कि खै क्रिकेट खेल्न गयो भने
भइहाल्यो क्या गोरो आफू अचाल गोरो दिन प्रतिदिन म गोरो भइरहेको तर बाल पनि हरिब बनिया यो घर भत्किएर हो क्या टाटले उडाएको थुप्रै केटाकेटा आइन् केटाहरू बसिया थिएँ हाम्रो बसेर थिएँ हामी चाहिँ आफ्नो पानीको मूलतिर आयो हजुर बाहिर गएर रहेछ सानो रहेछ कि मूल यस्तो पहाडको खोप्चाबाट आएको पानी बर्खामा त अलि बन्नु पर्ने ढुङ्गा नराख्नु हुँदैन र फिल्टर भएर जान्छ हामीले गाइस पानी बनाएर सक्यो अहिले चाहिँ हामी घर जानु लागेको म स्लो बोलिरहेको जङ्गल चाहिँ अस्ति म घर जान्छु सिधै घर भेट्छु त्यो अगाडिका चाहिँ म घर आएँ होइन अब माथि बनाउन जाँदाखेरि केही बोलिएन हल्का ठुलो आसित आएको त्यही भएर हल्का म्युजिक एड गरेर गराएको सो होप यु डोन्ट माइन्ड मलाई चाहिँ यहाँ उसले टोको कि क्या अरे जुकाले खाएर कतै जुकाले टोकेको चिलाएर यस्तो रातै हुनेहरू इन्फेक्सनै हुन्छ कि सो गाइज अहिले चाहिँ मैले रुम सफा चाहिँ मेरो रुम लास्ट फ्लोर राख्छु यस्तो सफा गर्ने झेडाउँछ अब चाहिँ खतरा सफा गर्नु पर्ने हुन्छ सो टाइमलाई भिडियो हेर्नु होला 3, 2, 1 You say I make you nervous, a tragedy, I'm a beautiful disaster, a reckoning, you wonder how I got this way. You think I'm someone to be saved, someone to clean up and tame, oh some things never change, no. So guys, मैले चाहिँ रुम सफा गरेर सके एकदम चकाचक भयो रुम सो त्यही गाइज ब्लग चाहिँ इन्ड गरौँ जस्तो लाग्यो खासै केही कन्टेन्ट पनि भएन
आज कतै हिँड्न जान पनि हल्का सन्चो पनि थिएन। फेरि बिहान त्यत्रो काम गरेको थकाइ ल्याएर केही उस पनि गरेन। सो त्यही यो भिडियो मन पऱ्यो भने भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला। च्यानलमा नयाँ छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला। र मैले पहिले पनि अगाडि भिडियोमा भनेको मैले बोल्नमा केही गल्ती गरे पार त्यो गरे पार माफ गरिदिनु होला होइन। एउटा इन्टरटेनमेन्टको लागि मात्र बनाएको हो। सो त्यस्तो सिरियस पाराले नलिदिनु होला होइन, रमाइलो गरिदिनु होला। सो मेरो बोल्ने स्टाइलमा केही सुधार्न पर्ने कुराहरू छ भने सो लेट्स कमेन्ट डाउन बिलो गाइज। सो त्यही हो गाइज, भिडियो मन पऱ्यो होला। सो बाई गाइज। अनि एउटा कुरा भन्नु थियो, मेरो कन्टेन्टहरू लगभग सेम भएको, सिमिलर भएको त्यस्तो ट्राभल गरेको भ्लगहरू होइन बाइकहरू भए पारे यसो कन्टेन्ट निकाल्न पनि सजिलो हुन्थ्यो। यो यत्तिकै भ्लग गर्न फेरि अलिक गाह्रो हुँदैछ क्या गाउँमा। बाहिरबाट म नचिनेको मान्छे भए त एकदमै मस्त बोलिदिन्थेँ, तर चिनेको मान्छेसित बोल्नु अलिक गाह्रो जस्तो हुँदो रहेछ। सो लाज लाग्ने हो कि के हो। सो अब नयाँ कन्टेन्ट छुट्टै बेग्लै कन्टेन्ट ल्याउने कोसिस गर्छु मैले। 2 दिनमा एकचोटि भ्लग हाल्छु मैले चाहिँ। मेरो भ्लग चाहिँ राति 7:05 जाँदा ठ्याक्कै अपलोड हुन्छ। सो त्यही गाइज, माया गरिदिनु होला। यो गाउँले ठिटोलाई पहिलेको लागि बाई।